होइन आज चाहिँ हामी मसँग ल्याएको हाम्रो यो मामा घर दक्षिणकालीको त्यहाँको ड्राइभरसँग अब ओ अझै लामाजी हामी कहाँ जाँदैछौँ हामी चाहिँ आज नेसनल ट्रिप हामी भनेर होइन ठिक छ गर्छ भने तिमी सबै एडिट गर्दा अमित लामा ब्रदर ल एउटा केही बोलिदिनु पऱ्यो हामी आजको यात्रा सिजनमा नि आज त्यो बाइकमा ढङ ढङ राखेर स्लो मोसनमा गरेर म्युजिक हाम्रो बिहानको लागि हामी नास्ताहरू गरेर जानेछौँ अन्डा यहाँ हाम्रो आकुराहरू होममा चाहिँ होइन हामी रेडी भइसक्यो यहाँ एउटा क्यामेरा छ टक्क लगाएर अनि अर्को यहाँ हाम्रो ड्रोन पनि छ होइन हामी उडाउने हो हाम्रो अब भिडियो सिडियो हुन्छ होइन अनि हेलो हाम्रो यो तलेर खाँदा चाहिँ सुरु जाँदाखेरि हामी तलेर खानुपर्छ कुचमिता एनर्जी आउँछ हो हेलो अब हामी पानी खर्च पर्छ नियर पर्वत उसमा हेलो हामी यहाँ आधीबाट आइयो के अरे बेनीको आधीबाट आइपुग्यो फाइनली हामी म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आइसकेका छौँ। कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल सुन्दर बजारमा हामी आज बस्नेछौँ र अप्पर मुस्ताङको यात्रा भोलि कन्टिन्यू गर्नेछौँ। हामीलाई 3:30 बजे उठाउनु भयो 5:30 बजेको छ होइन मान्छे उठ्नु भएको छैन गुड मर्निङ एभ्रिवान। बेनी बजारको बसाइपछि कालीगण्डकी नदीको किनार हामी चाहिँ अप्पर मुस्ताङको अन द वेमा निकै नै प्राकृतिक सुन्दर झरना रूप्सेमा आएका छौँ। रूप्से झरनामा हामी चाहिँ यहाँको मनोरम दृश्यहरूलाई हामी साथीहरू केही समय कैद गर्नेछौँ र यहाँबाट हामी अप्पर मुस्ताङको यात्रालाई जारी गर्नेछौँ। स्टे ट्युन गाइज। रुप्से झरनामा आइपुग्यो हो यसमा हामीले यहाँसम्म धेरै स्ट्रगल गरेको छ। यहाँबाट हामी अब त्यहाँबाट पछाडि छ हाम्रो विनायक लामा अनि हाम्रो एकदमै पछाडि छ हाम्रो दुईजना ब्रदरहरू हाम्रो पोखरा मुस्ताङ अप्पर मुस्ताङ हेर्नुहोस्। हेलो गाइज, हेलो। हामी
छौ हाम्रो तरो यो च्याउ मिठो हुन्छ हरे च्याउ त्यही च्याउ मैले खाइरहेको छु टेस्टी एकदम टेस्टी छ हो यो च्याउ तपाईँ पनि आउनुहुन्छ भने हाम्रो मुस्ताङमा आउनुहोस् अप्पर मुस्ताङ गयो जाने बाटोमा छ हाम्रो यहाँको यो च्याउ एउटा टिपेको छु अनि यो एउटा टिपेको छु म यो लयो जानु छु अब यो एकदम टेस्टी छ उतै थुपाइ अहिले हामी पवित्र धार्मिक स्थल मुक्तिनाथ आइपुगेका छौँ मुक्तिनाथको दृश्यावलोकन र भ्रमणपछि हामी केही बेर त्यहाँ घुम्नेछौँ र त्यसपछि हामी अप्पर मुस्ताङ लोमन्थाङतर्फ आफ्नो यात्रालाई जारी राख्नेछौँ यहाँ हामी रेडी हो चिसोमा जान तपाईँ रेडी हो रातो बेसी रेडी हेरेर छ घुमेर यहाँ चाहिँ हाम्रो लुगा हेर्ने मान्छे हुनुहुन्छ रमाइलो छ तर रमाइलो भइरहेछ कुर्ता त हल्का फुल्का तर त्यस्तो धेरै चिसो त भएन त्यस्तो फेरि चाहिँ चुलोमै दुख्ने हो यहाँ चाहिँ कस्तो चिसो छ यहाँ चाहिँ रहेछ यहाँ रहेछ यहाँ त धोस्तो रहेछ यहाँ त धोस्तो यहाँ चाहिँ धोस्तो रहेछ खुट्टा हेर्नु न खुट्टा चाहिँ नाच्दै हुने रहेछ है खुट्टा चाहिँ ओभर हुने होइन अरू होइन जस्तो खुट्टा चाहिँ धारामा पनि कतिवटा धारा छ हाम्रो 72 धारा पनि कम्प्लिट गरेर लगभग हामीले 2टा कोडी पनि कम्प्लिट गर्यो जम एकछिन चाहिँ हुन्छ नि चाहिँ एकछिन त खुट्टा त जाला जस्तै भएको थियो टिकेर चाहिँ जान्छ टिकेर चाहिँ गएकै हो मजा त मजा आयो हाम्रो लुगा चिन्छ नि
क्यामेरा नजिक होइन मजाले छ नि सुन त्यो फोन तैँले होइन You love it. When we pull up, now it's all on sight. We go up like wild, 우린 killers. Go up like wild, 우린 villains. Hop on me, baby, hop on me. डेट फ्रेन्ड सब कुरा आडी छोड्ने केलाई खाने रमाइलो त्यसमा बढी हुने धेरै खाने अरे यहाँ के तपाईँ चाहिँ म चाहिँ खाएँ चाँडै Copy, wanna be me, but you're never gonna dare. Eating my leftovers, I left over, what's left over. Like ring, come and get close, so we take over, that game over. Nobody do it like this, nobody do it like this. You never catch me slip, I switch it on with a flick of the wrist. Let bygones be bygones, I never had no problems. You're high road, we gon' walk over, cause icons be icons. What you got? मसँग माग्ने नै हो हेलो गाइज अब हामी कोरोला नाकामा यात्रा गर्दैछु यसो लगभग 1 घण्टा 2 घण्टापछि आएर खाना खाएर हामी फेरि मारफादामा गएर बस्नेछु टार्गेटमा सबैलाई देखेको ठिक छ दाइ हेलो मर्निङ ठिक छ सायद आज डडालाको पालो अब कुन चाहिँले पाउँदैन हेरौँ झोडालाई हेरेर रहेछ झोडा मकै यहाँ कसले कहाँ हेरेछ त्यहाँ हेरेछ लाख दक्षिण दे हजुर दाइले फेरि चिया पाउँछ क्यारे हामी लुमटाङमा एफआई बिनाको बाइकहरू यस्तो हुन्छ होइन फेरि स्टार्ट नभएको अवस्था के गुम्बा हो यो लोमन्दाङ गुम्बा अल्ल हिँड्नुहोस् अब हाम्रो भित्र छिर्नुहोस् ल छिरौँ ल हस् उहाँलाई थाहा होला अनि भित्र दिन्छ दिन्छ 3 दिन ल तपाईँ भए दिन्छ म छिर्छु जाउँ आउनुहोस् ल हिँड्नुहोस् आउनुहोस् सबैजना आउनुहोस् आउनुहोस् यो चाहिँ मैले बनाएको हो आउनुहोस् हाम्रो केटाहरू आउनुहोस् तँलाई मजा मार्दै यहाँ गाह्रो हुँदैन हुन्छ नि म 3 पाइप लगाएर हिँड्छु यहाँ अहिले ल यो रेलिङहरू सबै मैले हालेको यो तपाईँले सबैले चिन्छ यहाँ किन्न चिन्नु मैले के गर्छ र आउनुहोस् यो पनि मैले हालेको यो लुमङथाङ गुम्बा लमङथाङ गुम्बा मूर्तिहरू जानु मूर्ति हेर्नु नि मूर्तिहरूको भिडियो गर्नुहोस् भित्र मूर्ति छ मूर्ति तपाईँले बनाएको होइन त्यो मूर्ति त तल ल्याएको हो यो चाहिँ मैले बनाएको यो चाहिँ गौतम बुद्धको मूर्ति छ यो सबै मैले रेलिङ हालेको सबै मैले हो यहाँ पनि काम छ अझै यो फलामको हो यो हजुर यो फलामको हो यो मैले हालेको हो फेरि हो ओ कम्प्लिट भएको जुत्ता लगाउनु मिल्छ हाम्रो यो लोमनथाङको नयाँ गुम्बा होइन यो पनि काठको हो फेरि यो यो पनि काट्नु यो पनि काठको हो फेरि आउनुहोस् मिल्छ आउनुहोस् सबैजना आउनुहोस् सबैजना आउनुहोस् मिल्छ मिल्छ भगवान् निर्माण हुँदैछ त्यही हो हजुर तपाईँ हामी अब निक्ल्यौँ बाहिर एकदिन फोटो गरौँ उता यहाँ बुद्धको फोटो यो फोटो यो पनि त्यसले गाउँ हो यो सबैजना मुस्ताङ मुस्ताङको लोमनथाङ सबैजना आउनु होला लोमनथाङ गाउँपालिका हाम्रो लोमनथाङको म्युजियम म्युजियम खै यहाँ त म लोमनथाङको म्युजियममा प्रति व्यक्ति रु 200 लाग्छ खेल्नको लागि ल हाम्रो लोमनथाङको राजदरबारमा राजा यहाँ हुनुहुन्छ राजा रानी राजा बितेको भर्खर 2-3 वर्षदेखि भयो रानी अझ पनि हुनुहुन्छ ल ल हाम्रो हुन्छ दिन त खै कसैबाट हामी राजदरबार लोमनथाङको राजदरबार रानी हुन्छ राजदरबार लोमनथाङको राजदरबार राजाको दरबार
हाम्रो सिक्युरिटी गार्ड हाम्रो राजाको सिक्युरिटी गार्ड ओहो यहाँ भोटिङ नि हाउ कोनिचिवा कोचिरा वा जुगोको नो कोइ देश तोतेमो ओइसी देश अर्को चाइनिज अर्को चाइनिज रातो चाइनिज चाहिँ पुरै रातो यहाँ केरा चाइनिज चाइना बोर्डरमा आएको छ खुसी लागेको छ मिठो कफी खान दिनुभयो धन्यवाद हामी यो समय एप्पल भिलेज भनेर चिनिने मार्फा गाउँको रातिको मनोरम दृश्य अवलोकन गर्दैछौँ। जेरी गल्ली कबड्डी गल्ली हेर्दैछौँ। मार्फा गाउँ go let's go oh it's me यहाँ यस्तै त हेराहरू के यो यहाँ हामी बेलुकातिर हामी त्यहाँ मार्फामा गएको थियौँ होइन तर यहाँ यो हाम्रो मेरो त के भएको छैन यो बुलेट बाइकको चाहिँ हाम्रो पेट्रोल सकेको भएर हेलो के छ दाइ हेलो एकदम फिलिङ ह्याप्पी हो के पेट्रोल सक्यो भने ह्याप्पी के त दाइ ओ शेर्पा दाइ छ्याङ छ्याङ खोइ त छ्याङ छ्याङ त सक्यो क्या राम्रो स्याउबारी मार्फा गाउँमा साँच्चै नै स्याउ बगानको एकदम सुन्दर उच्च हिमाली भेगमा अवस्थित मार्फा गाउँको दिउँसोको दृश्यावलोकन तपाईहरुलाई हामी सँगै हामी देखाउँदैछौँ।
यो समय हामी त्यहाँको प्रसिद्ध गल्लीहरू जस्तै जेरी गल्ली, कबड्डी गल्ली, त्यहाँका ऐतिहासिक गुफाहरू, गुम्बाहरू, त्यहाँको एकदम प्रसिद्ध लोकल त्यहाँको कल्चरल ड्रेस लगाएर हामी चाहिँ हाम्रो समय त्यहाँ व्यतीत गर्नेछौँ। जता नि रहन्छ जेरी गली प्याक अब not person. माथि सैँगाले गुगल चाहिँ यहाँ फोर भयो बौला पागल मान्छे ला 25,000 बुलेट सिक्ला मार्फाको गुम्बामा छु। हाम्रो पास्टरजी पनि गुम्बामा आउनु भएको छ। लामाको नाति हो यो चाहिँ। हाम्रो पास्टर पनि खायो त हामीले ल्याएको तिमी त रहेछौ मायाको घर त बेनी म परे झापाले हो मायाको घर त बेनी म परे झापाले आमा र बाली होला मागिन यसपालि लास्ट सो फ्यापुल्ला तलतिर जानु जानु त गरिमले मैले फुकेको छु यो होइन भिडियो मात्र मार्फा
भुटाएको तपाईँ भन्नुहोस् आवाज त त्यही हजुरलाई यता चाहिँ फेरि Nông